हेलो साथीहरू, आज चाहिँ मेरो छुट्टी थियो। त्यही भएर मैले चाहिँ आज एडी बनाएर खाने सोच गरेँ। खाना खाँदा खाँदा वाक्कै लाग्यो होइन। यो चाहिँ मैले यसको चिकन हालेको छु हो, अनि अन्डा होइन गएर मजाले त्यहाँदेखि चाहिँ गऱ्यो भने बिन्सहरू हालेँ, क्याबेजहरू क्यारेटहरू सबै हालेर भेजिटेबल पनि एड गरेको छु। त्यहाँदेखि चाहिँ एकदम चलाएर मजाले भेजिटेबलहरू पनि हल्का कुक भएपछि त्यहाँदेखि त्यो पकाएको एडी हाल्नुपर्छ। अब यो भेजिटेबल मजाले पाक्दैछ हेर्नुहोस् होइन, टक्कै पाक्दैछ चलाएँ मजाले हो। त्यहाँदेखि मैले त्यो अघि बोइल गरेको एडी बनाएको चाहिँ मैले ल्याएर हालेँ। त्यो चाहिँ अघि मैले बनाइसकेर बोइल गरेको थिएँ यसलाई कमसेकम पनि 10 देखि 15 मिनट बोइल गरेँ उमालेको जस्तै पाराले। त्यहाँदेखि पाकिसकेर यस्तो भयो अनि मैले खाएँ। सो साथीहरू बाई बाई।